Hello guys, welcome to my channel, YouTube channel and Facebook पेजमा सबैले सपोर्ट गर्नु होला। आज हाम्रो कुक साहबले के बनाउँदै हुनुहुन्छ म सोध्दैछु। हजुरहरु हाम्रो पेजमा र युट्युबमा जोडिरहनु होला, हेर्नु होला। पार्ट 1 पार्ट 2 पनि आउन सक्छ किनकि भिडियो लामो हुन्छ बनाउँदा अलिक गाह्रो पनि हुन्छ हैन। ल म अब डाइट कुरा गर्दैछु हाम्रो शेफ साहबसँग। हजुर सर, नमस्कार सर। नमस्कार। आज हाम्रो भन्नुस् के बनाउनु लाउनु भएको छ बेलुकाको? आज बच्चाहरुलाई हामीले बनाएर हम समोसा बनाइदिन्छ। समोसा मात्रै? समोसा, ब्रेड रोल, अलि जो बनाउँछ। के तयारी गर्नुभयो त? तयारी चल्दैछ। तपाईहरु आलु बोइल भएछ, अरु आटा गुन्ने छ हैन। हेर्न सक्नुहुन्छ यहाँ खुर्सानी अलि टाइम लाग्छ भर्खर सुरु मसला बनाइदिन्छ। मसला बनाउनको लागि यहाँ हामीले कढाई बसाइसकेको छौँ। यहाँ चाहिँ मैदा गुनिसकेको छ हैन। अब यसपछि सुजी बन्ने, सुजीको हलुवा पनि हो। जो बच्चाहरुले भन्छ सुजीको हलुवा पनि छ। अब बच्चाहरुलाई अब ल हेर्दै जानुहोस् हजुर। बाँकी अर्को पार्टमा म हजुरलाई देखाउनेछु कसरी बन्छ के हुन्छ भनेर। थ्याङ्क यू। पार्टमा जोड्नु होला, पार्ट 2 हेर्नु होला, फलो गरेर सब्स्क्राइब गरेर राख्नु, त्यो आफै हुन्छ। जसले हेर्न सक्नुहुन्छ गाइस। अब हाम्रो चालु भइसक्यो मसला। समोसाको मसला बन्न, समोसा र ब्रेड रोलको सेम मसला हुन्छ, फरक केही पनि छैन। यो हाम्रो हरियो डल्ले खुर्सानी आफ्नै बारीमा फलेको अर्ग्यानिक डल्ले खुर्सानी हजुर। हेर्दै जानुहोस् पिरो होला फेरि। कति पिरो होला, हाम्रै बारीमा फलेको फेरि अरूको पनि होइन। अर्को लाल मिर्च भयो, हल्दी भयो, लाल मिर्च भयो। बाकी मटर हालिन्छ, गोसत्री हाल्ने होला हैन। यहाँ मटर छैन त, मटर हालिन्छ, मटर छैन यहाँ। तड्कालाई आलुमा मेस गरिदियो। भाल देख्नु भाल चाहियो नगेर खोजिरहेछ, सब हालिन्छ त्यसमा हैन। सबै मिक्स गराइन्छ। अब हेर्नुहोस् सायद मिक्स हुँदैछ। अब मिक्स भएपछि हामी हारम लाग्यो। यो मिक्स गराएपछि हाम्रो त्यसपछि के प्रोसेस हुन्छ? यसको पत्ता निकाल्ने, समोसाको लागि बेलेर कटिङ गरेर त्यसलाई भर्ने। हेर्दै जानु हजुर, हामीसँग जोडेर रहनुहोस्। यो फर्स्ट पार्ट हो। नेक्स्ट पार्ट बनाउने बेलामा आउँछ गाइस। यो फर्स्ट पार्ट हेर्नु होला कसरी बन्छ। नर्मली हजुर घरमा केही छ कि छैन के भनेको आलु भयो हुन्छ। आलु सब्जीहरू, यसमा मिक्स सब्जीहरू पनि हाल्न सक्नुहुन्छ। यहाँ त्यही टेस्ट भइहाल्छ। मिक्स सब्जीहरू पनि हुन्छ, यो त्यही टेस्ट